सर्वप्रथम त चराचर जगतको छराछर रहस्य मानवको मन मस्तिष्कमा बस्नु पर्दछ। तब के हो भन्ने वास्तविक यथार्थ आफै थाहा हुन्छ र यथार्थको बोध हुनु नै ज्ञान हो र ज्ञानको पूर्ण रूप स्वरूप नै वेद हो, जसलाई 6 अंगमा विभाजित गरिए तापनि जसको स्वरूप अनन्त छ। भक्तिको खोल ओढेर धर्मको ढोल पिट्दैमा र कर्मकाण्डको सागरमा डुबुल्की लगाउँदैमा मलाई ब्रह्माण्डको र वेदको ज्ञान भयो भन्नु त्यो सबैभन्दा ठुलो अभिमान हो। किनभने वेद न सम्प्रदाय नै हो न मत नै हो, किनभने वेद ज्ञान हो अनि ज्ञान सबै मनुष्यले जान्नका लागिलाई उचित र योग्य हो र वेद पूर्ण ब्रह्माण्ड हो जसलाई पूर्ण रूपले जानो भनेदेखि उसले प्रयोगमा कसरी प्रयोगमा ल्याउने र प्रयोगात्मक प्रक्रिया कसरी अपनाउने अनि मानव समाजलाई र मानव जीवनलाई कसरी अगाडि यो द्वारा जान सक्दछ र विकसित हुन्छ। संसारमा मानव जति विकसित भयो संसार उति राम्रो र मानव विकसित हुनु नै देवी देवता भगवान सबै प्रसन्न हुनु हो। जहाँ विखण्डन विद्रोह र विरोध हुन्छ, मतान्तरका विविध परिभाषाहरू लाग्दछन्, हो त्यहाँ खण्डन र विखण्डन हुन्छन्। जसलाई वास्तविक वस्तुको चेतना नै छैन भनेदेखि उसलाई चाहे अध्ययन र अध्यापन गरेर मात्र हुँदैन। अहिले वेद पढेका छैनन् कसैले पनि भन्नु पर्दछ, किनभने कर्मकाण्ड र पौराणिक कार्य मात्रै पढेका छन् र त्यसैको प्रदर्शन सबैतिर भइरहेको छ। साधु सन्त मन्तमा सम्प्रदायको प्रदर्शन भइरहेको छ, सम्प्रदाय मात्रै पढेका छन् अहिले। किनभने वास्तविक ज्ञान हुने व्यक्तिले कसैको विरोधाभास र विद्रोहाभास गर्दैन, अनैतिकताको विपरीतमा मात्रै बोल्दछ र अन्यायको विपरीतमा बोल्दछ। ऊ न्यायको पक्षधर भएर बोल्दछ भनेदेखि ऊ धर्मको पक्षधर भएर बोल्छ। धर्म बाहिरी आडम्बरले हुने होइन। भक्ति भन्दैमा कसैको गुणगान गाउँदैमा भक्ति हुने होइन र भक्तिका 9 भक्ति छ रामायणमा भनेदेखि शास्त्रमा 10औं भक्तिको विवेचना गरिएको छ र भक्ति भनेको पूर्ण स्वरूपलाई प्राप्त गर्ने, पूर्ण आफ्नो आत्म स्वरूप यानी कि परमात्मा स्वरूपलाई प्राप्त गर्ने एउटा साधना मार्गको एउटा अंग हो, जसलाई भक्ति ज्ञान वैराग्य पनि भनेर भनिन्छ। भनेदेखि सबै चिजको विवेचना गरेर सबैलाई ठीक नियन्त्रण गरेर सबैमा समभावले प्रदर्शन हुनु र सबैमा समानता देखिनु यो सबै शिष्टजन र सभ्यजन र महान व्यक्तिहरूको कर्तव्य हो। नत्र विविध प्रकारका आलोचना विलोचना र मतान्तरका आफ्ना आडम्बरहरूलाई जति प्रस्तुत गर्यो उति आफू पनि पतन हुन्छ भनेदेखि उति धर्म पनि ह्रास हुँदै जान्छ। ह्रास हुनुको अर्थ यो मात्रै होइन कि कसैले आएर बाहिरी हिंसात्मक गरौँ भन्ने मात्रै पनि होइन। आफू भित्र भएका अनियमिततालाई जबसम्म ठीक सुदृढीकरण गरिँदैन र आफू संयमित जबसम्म हुँदैन तबसम्म यथार्थको बोध हुँदैन। अब तब मात्र मानव संयमित हुन्छ जब सबै जीवमा एक भावले अर्थात् सबै प्राणीमा एक भावले अर्थात् सबै मनुष्यमा एक भावले समान दृष्टिले निहाल्दछ र समानताको व्यवहार सबैमाथि हेर्दछ। जसलाई सम्प्रज्ञात के हो भन्ने थाहा नै छैन, उनै सम्प्रदायको प्रथम सबैभन्दा ठुलो गुरु बनेर बसेपछि सम्प्रज्ञातको ज्ञान नभएपछि सम्प्रदाय कसरी भयो र कसरी हुन्छ? सम्प्रदायको यथार्थ पनि पहिले बुझ्नु पर्यो कि सम्प्रदाय के हो। नभए यी बनिएका सम्प्रदायहरू पछाडि बनिएका केही 100 वर्षदेखि कोही 1000 वर्षदेखि बनिएका छन्, यी बनिएका सम्प्रदायहरू यथार्थ हुँदैनन्। उनीहरूमा वैदिकताका केही सूत्राधारहरूलाई प्रयोग गरिएको हुन्छ र आफ्नो आफ्नो सम्प्रदाय पढाउने काम गरिन्छ।
अनि सम्प्रदाय पढेर कहिल्यै पनि साधु हुँदैन भन्ने अझैसम्म उहाँहरूको चेतनामा घुसिसकेको छैन। राजनैतिक र व्यावसायिककरणले गर्दाखेरि संस्थागत र संगठनात्मक शैलीले एउटा शैलीका आधारले र शैलीले चल्ने भएर एउटा सम्प्रदाय र त्यसका एउटा नियमलाई अर्कालाई लागू गरिदिँदैमा र अरूमा लागू गर्दैमा सम्प्रदायको ज्ञान भएन र ज्ञान हुँदैन पनि। किनभनेदेखि त्यत्रो चेतना र विवेक भएका पुरुषहरूले मतभेद गर्नु हुँदैन कसैलाई पनि र कुनै पनि प्रकारका जुन अवधारणा त्यागेका अवधारणाहरू छन् भनेदेखि तिनीहरूलाई स्वीकार गर्नु हुँदैन भनेर भनेपछि जब पनि विकृति र विखण्डनको मार्गलाई जुन नियन्त्रण गर्नु र त्यसलाई बन्द गर्नुभन्दा अझै त्यसलाई प्रोत्साहन गर्ने र विविध प्रकारले धनार्जन गर्ने सिद्धान्त, यी विविध प्रकारका यस्ता धेरै सिद्धान्तहरू हुन्छन्। ज्ञानको सम्बन्ध मोक्षसँग छ के, कुनै पनि प्रकारका अर्थको साधनसँग ज्ञानको सम्बन्ध छैन। अर्थका साधनसँग कर्मको मात्रै सम्बन्ध छ, तर ज्ञानको सम्बन्ध मोक्षसँग छ। अब मोक्ष कसरी प्राप्त गर्ने? तपाईं कोही ठेकेदार हो र तपाईहरुले मोक्ष गराएर पुर्याइदिनुहुन्छ पारी गुरुजनहरूलाई। मैले भन्दैछु गुरुजनहरूलाई पनि, तपाईहरु कोही ठेकेदार पारी पुर्याइदिनुहुन्छ? मनुष्य आफ्नो कर्मले पुग्दछ। सच्चा ज्ञान र सच्चा भक्ति सिकाउने हो अनि सत्मार्गको अवलम्बन गराउने हो। कुनै आफ्नो दास बनाएर, कुनै आफ्नो सम्प्रभुत्व जमाएर मोक्ष प्राप्त हुँदैन। जति मनुष्य सम्प्रभुत्व जमाउँछ उति जटिल बन्धनमा बन्दछ भन्ने चेतना पनि विज्ञ पुरुषहरूको मनमा र विवेकमा जाग्नु पर्दछ।